ल गाइजहरु हामी माथि तपाईहरुलाई आज मेरो ब्लगमा यताको मन्दिर फुल देखाउने छु है। टक्क लाएर म जानुहुन्न क्या। गाह्रो छ त त्यहाँ माथि पुग्न त। नानीहरु टिकटक बनाइरहेछन्। हामी प्रवेशद्वारबाट चाहिँ भित्र छिरिसकेका छौं है गाइजहरु। अब पुरै सिँढीको बाटो। सकिन्छ आउनु। सरहरु हिँड्न नसकेर तल बसिरहनु भएको छ। हेलो कुदाउ कुदाउ। ल सर चाहिँ लास्ट थाक्नु भएको छ है। यो चाहिँ मन्दिर जाने बाटो गाइजहरु। यो फर्किने बाटो है। सिँढी त बवाल छ नि फेरि। यो सिँढी लगा त भयो धेरै नै। धेरै भइसक्यो। रेलिङ चाहिँ पछि हाल्नु। रेलिङ नि पोहोरसम्म नै हाल्दै थियो कि अलिअलि। रेलिङ हालेपछि म भन्दा नि म त सरहरु आउनु भन त। आउनुहुन्छ सौन भनिदियो। ल गाइजहरु यो हाम्रो जाने बाटो है। त्यता फर्किने बाटो छ पूजा गरेर। गाह्रो छ त झन्। हेलो सरहरु साह्रै तल हुनुभयो क्या। थक लाग्छ। हेलो हेलो दुर्गा दाइ के छ? हाम्रो दुर्गा दाइ पिकनिक हाम्रो आज। गणेशको मूर्ति यता शिवको। त्यहाँ माथि छ है पूजा गर्ने ठाउँ चाहिँ अझै। त्यहाँ जान अझै 5 मिनेट लाग्ला।
तपाईँ त बिहानै आइपुग्नु भयो त। हेलो बिपना, कहाँ जान आएको हो तिमी? कहाँ जान आएको? रिसाएको? किन रिसाएको हो बिपना? मेला लाग्ने ग्राउन्ड साथीहरू, यता कुकुर धाएर जाने गेट छ। हाय उतै लिएर गयो नि के हो? हेलो भर्खर त आइपुग्नु भएको। हेलो आइज दाई, के हो भने बिहानै बिहानै तपाईँ उही यहीँ हुनुहुन्छ? ल गाइजहरू यहाँ जथाभावी फोहोर फाल्न मिलेन। ल जान त जहाँबाट गर्ने होला नि। उल्टो नजाऊ न, यति टाढा त हिँडिसक्यो अब। त्यही त मम्मी फालिन्छ मिल्छ तल गएर जलाउने मम्मी र मलाई एउटा फोटो खिचिया। पसिना त पसिना लास्टै छ है। हाम्रो पिकनिकको साथीहरू उहाँ तल हुनुहुन्छ। ध्रुव दाई कुद्नु पर्यो ल। मेरो भ्लगमा तपाईँलाई स्वागत छ। केही भन्नु छ भने भन्नुहोस्। दर्शन गरेर आइरहेछ, हजुर रमाइलो आइरहेछ। गाउँपालिकाले यतिसम्म गरिदिएछ रमाइलो। सिडी बनाइदिएछ होइन, बनाइदिएछ, रेलिङ छ, यसो समातेर हिँड्नलाई संरक्षण गर्नु पर्यो। आफ्नो धार्मिक चिजहरूलाई संरक्षण गर्नु पर्यो। ल गुड। ध्रुव दाईको छोरीले नै के भन्ने कि भन्नु छ क्या? केही भन्नु छैन? किन नभएको? लाइभ गरिरहेछ क्या? ल हिजो तिमी उमा गएर मेकअप गरे कि नै? अस्ति गरिएन? सर हजुर लास्टै ढिलो भयो त। सर हिँड्नै सक्नु भएको छैन है? म त माथि पुगेर पनि फर्केर आधी घन्टा बसेर आउँदैन। सरहरू यतै हुनुहुन्छ हजुर? गुम्बा गएर आएको मान्छे तपाईँ गङ्गाजमा हिँड्न सकेन भन्ने यार। गङ्गा जमुना टप द्याट इज गुम्बा। सरको इङ्ग्लिसले चाहिँ मेरो भाइरल हुन्छ। कान्छा के छ? ओहो अनिस कहाँ जान आएको?
मन्दिर जान आएको मन्दिर गएर के माग्ने ओ सुस्मिता कहाँ जान आएको ल भन तिमी मन्दिर मन्दिर किन आएको ल भन के माग्ने मन्दिरमा के माग्ने कि नमाग्ने के माग्ने बिपना तिमी कहाँ आएको आम्मा म ब्याग तिमी जत्रै रहेछ खै बिपना बोल्दैन सरहरू चाहिँ हिँड्नै सक्नु भएको छैन है म त पुरै अनि 1 घन्टा माथि बसेर आएको यार राजेश सर त कति 15 मिनट भइसक्यो त्यहाँबाट हिँड्न नसक हजुर दुईचोटि नजाऊ ल ल मेरो भ्लगको लागि के भन्नु छ कि सब्सक्राइब भन्नु परेन लाइक कमेन्ट सब्सक्राइब सेयर लाइक कमेन्ट होला हेलो ऋतिक यहाँ आऊ कहाँ जान आएको कहाँ हो माथि भने के गर्ने के माग्ने मन्दिरमा स्याउ माग्ने हो स्याउ आम्मा अच्छा दाइ तपाईँ फर्किसक्नु भएको तिम्रो नाम के अरे पूजा हो कहाँ जान आएको पूजालाई थाहै छैन होइन हामी जानुपर्छ तल यसो अब पिकनिकमा आएको मान्छे सघाउ गर्नु पर्यो अलिअलि काममा ल गाइजहरू आज मैले तपाईँहरूलाई चाहिँ गङ्गा जमुनाको होल फुल दृश्य देखाएँ है अब यसो हेरेर मनपर्छ भने लाइक कमेन्ट सब्सक्राइब सेयर गर्नु होला मेरो युट्युब च्यानल ग्रो गराइदिनु होला के भन्छ राघव माथि किन नगा तिमीहरू मम्मी आउनु भएन ल ठिक छ ब्लग हो के छ ब्लगमा केही भन्ने ल भनौँ 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 राघव अनि के भनौँ ल भनौँ ल केही भन्न पऱ्यो क्या टाउको मात्र कनाएर बस्यो राघवले हो ब्लगमा लाइक कमेन्ट सब्सक्राइब गर्नु पऱ्यो भन भने है भने तिमीले केही भन्ने ल समुद्र र के अरे समीर भन्न पऱ्यो क्या के छ अरे गणेशको मूर्ति अनि अरू भन्न अनि ल ठिक गुड ओहो फेरि अर्को ब्लगर ल हामी त माथि पुगेर ढिलो भयो नि अच्छा गोरी नआउने भने नि त कोसँग त म त कहाँ खतरा हो त पानी तिमी राम्री फर्किने त्यताबाट हो नि खासमा ल गाइजहरु हामी चाहिँ निस्किसकेका छौँ हामी माथि पुगेर माथि स्तूपा पनि छ
गाइजहरू हामी चाहिँ ग्राउन्ड पाइसकेका छौँ अहिले। त्यहीँ बस बाबु, त्यहीँ बस, तल पकाउने ठाउँमा। भिडियो हान्नु फोटो भिडियो हान्नु